Guys, good morning. यो चाहिँ सेकेन्ड डे इन 5 किलो है गाइस। यहाँ चाहिँ मैले रोटी बनाउँदैछु नास्ता गर्नुलाई। लाडो रहेछ मान्छे बाबा के हो किन किन म भात अलिकति हाल्छु कि ओके मैले मैले चाहिँ रोटी बनाइदिन्छु। सो गाइस यो चाहिँ म अहिले साइली शेर्माको घरमा छु। म चाहिँ बिहानै काइली शेर्मासित आएको अनि फेरि काइली शेर्मासित आएँ। आमाहरू चाहिँ उतै हुनुहुन्थ्यो हजुरबाकै घरमा अनि फेरि आमाहरू नानुभयो। अझै शेर्माले खाना खानुको लागि सबै रेडी गर्दै हुनुहुन्छ किनभने आज हाम्रो दिउँसो खाना खाने प्लान यही थियो नि त। अनि मतलब पहिल्यै डिस्कस भएर दिउँसोको खाना चाहिँ त्यति हुन्छ भनेर शेर्माले पुरा रेडी गर्नुभयो। अनि म चाहिँ यता दिदीहरूलाई बोलाउनु भनेर यता भित्र आएँ। अनि भित्र आएको अझै मैले बिहानै गोलुलाई छोडेर मतलब गोलुलाई छोडिदिएर आएको थिएँ। अनि म एकछिन गोलुसित बात गरेँ अनि फेरि गोलुसित गफसफ भएर अनि त्यसको बाद गोलुलाई नै लिएर गएँ मैले। अनि फेरि एकछिन मिनटसित ल्याङल्याङ गर्न थालेँ मतलब डिस्कस गर्न थालेँ यस्तो यस्तो म यति बजी आएँ यस्तो यस्तो भन्न थालेँ मैले यति यति हेल्प गरेँ भनेर। एन्ड सो गाइस मैले खाना खाएको चाहिँ क्याप्चर गर्नै भुलेँ। हामी चाहिँ खानासाना खाएर भ्याएर यहाँ चाहिँ गफ मारौँ एकछिन घाम तापेर डिस्कस गरेँ। अनि फेरि डिस्कस गरेर भएर चिया पनि खाने बेला भइसकेको थियो हाम्रो। अनि फेरि चिया खायौँ। मलाई चाहिँ चिया बनाइदिएको थियो मैले चाहिँ खाना खाइनँ क्या किनभने मैले शेर्माकै घरमा खाएर आएको थिएँ अनि अगाइरहेको थियो। अनि फेरि मैले चाहिँ खाना खाइनँ अनि त्यसको लागि मलाई चाहिँ चिया र बिस्किट दिनुभयो सानोबाले। त्यसको बाद आयो फेरि शेर्मालाई थोडा पर्दा लगाउनमा हेल्प गरेँ किनभने म लम्बा छु नि त नि ठुलो मतलब मलाई हेल्प गर्न भन्नु है त्यसको कारण मैले अनि फेरि पर्दा लगाउन बसेँ। मेरो चाहिँ प्यान्ट भिजेको थियो कि मैले सबै माथि हजुरबाको घरमा राखेको थिएँ। अनि फेरि प्यान्ट भिजेर चाहिँ मैले शेर्माको लुङ्गी मागेर शेर्माको लुङ्गी लगाइरहेको छु। आई नो त्यो लुङ्गीमा कस्तो देखेको छ होला बट इट्स ओके जस्ट इग्नोर क्या। अनि हाम्रो चाहिँ यहाँ खासी हो नि त नि अनि यहाँ चाहिँ बेसी भाग लुङ्गी लगाउँछ अनि त्यसको कारणले गर्दा शेर्माको लुङ्गी धरि मलाई छोटो भएको छ। अनि यहाँ चाहिँ मैले अनि पर्दा सर्दा लगाउन हेल्प गरेँ सबैले गरेको बहिनीहरू पनि थिए। अनि फेरि भ्याएँ फाइनली। अनि भ्याएर हामी चाहिँ अब घर जाने मतलब काइली शेर्माको घर जाने भनेर यहाँ चाहिँ पुरा रेडी भयौँ। यो चाहिँ घरमा जाने बेला हो हाम्रो अहिले चाहिँ घर जाने घर मतलब काइली शेर्माको घरमा। यस फाइनली काइली शेर्माको घरमा पुगेर यहाँ चाहिँ बहिनीहरूसित मैले गाना गर्न थाल्यौँ। हामी चाहिँ गाना यु नो तैँले के गाना गान्छस् मैले के या फेरि राति भएपछि हामी आगो जलाएर बस्यौँ सबै आगो ताप। सो गाइस यो चाहिँ थर्ड डे इन 5 किलो शेर्माको घर काइली शेर्माको घर। हिजो चाहिँ साइली शेर्माको घरमा थियौँ। अनि साइली शेर्माको घरमा दिउँसो खानासाना खाएर अनि बसेर अनि फेरि बेलुकीखेर चाहिँ हामी सबै आयौँ। अनि आएर काइली शेर्माको घरमा बस्यौँ। काइली शेर्माको घरमा बस्यौँ अनि त्यसको चाहिँ सुबे हो यो। अनि यो सुबे चाहिँ हामी घर जाने थियौँ। अनि आजको दिन चाहिँ हामी घर जान्छौँ। अनि फेरि म चाहिँ बाहिर काममा बसेको थिएँ अनि त्यसको कारण मैले चाहिँ यसो रिङ गरेँ नि त भिडियो बनाएँ। अनि फेरि त्यसलाई अनि मैले चाहिँ एड गरेर डाल्छु भनेर नि त हजुरलाई। सो गाइस यहाँ चाहिँ म घाम ताप्दै थिएँ भित्र चाहिँ मलाई नास्ता खानु चाय खानु बोलाएको थिएँ। यहाँ चाहिँ हाम्रो चाय पनि रेडी भयो नास्ता चाहिँ मैले बोलाउँदै अनि फेरि यहाँ चाहिँ देख्नुभयो बेग चाहिँ बोकेर मेरो चाहिँ अब एनी टाइम भएको थियो दादाहरू लिन आउनुभएको थियो। अनि फेरि यहाँ हामी चाहिँ निस्क्यौँ घरको लागि। मैले चाहिँ यो भिडियो मतलब भ्लग चाहिँ मैले 2टा एड गरेर हालेको छु। फर्स्टको चाहिँ अस्ति नै हालेँ अनि त्यसको कारण बाई बाई गाइस आजको चाहिँ यति नै।